आउने माघको 6 गते कार्तिक मङ्सिर पुस भनेपछि 2 महिना त थकाउनै पर्यो हैन भनेपछि दुध कति दिँदा दिँदै दिइरहेको थियो नि दिन चाहिँ यो लक्षण देखिसकेपछि कतिमा आयो सर्लकै घट है अनि खोरेतको त्यो सक्खर खुवाइदिएपछि अनि फेरि अलि बढ्यो सक्खर यसले त खाइछ दाना चोकर खाइछ ज्वरोहरूको पनि औषधिहरू चलाउनु भयो 105 थियो ज्वरो 105 अनि यो अब खोरेतहरूको समस्या भनेको त्यसको त्यो खुर छ नि खुरको बिचमा चाहिँ घाउ भएको भएर त्यो चराएर चाहिँ फ्याट्टा हान्छ त्यो भुइँमा हान्दा अलिकति आराम हुन्छ नि कन्याउन मिल्दैन कन्याउन नमिल्छ यो मुखतिरको घाउलाई केले सफा गरिदिनु भयो मुखतिरको घाउ चाहिँ बुवा फिटकिरी हुन्छ नि फिटकिरी पानीले सफा गरिदिने हो है अरू अब सबै कुरा चाहिँ लक्षण अनुसार नै हो अब ज्वरो आयो ज्वरोको औषधि गर्ने हैन अब घाउहरू आएको छ त्यो घाउहरू यो खुट्टाहरू चाहिँ अलि सरसफाइ गरिदिनु खुट्टाहरू अब पानी हालेर मजाले सरसफाइ गरिदिनु अनि बेटाडिन त्यसपछि यो वरिपरि यसो ट्याक्क उ गरिदिनु अनि स्प्रे पाउँछ नि त्यो स्प्रे नभए बेटाडिन ल्याएर चाहिँ त्यो घाउको कापमा चाहिँ यसो सफा गरिदिनु मुखमा चाहिँ फिटकेरी पानी नै हो त्यो च्याप्प समाउने त्यसै फिटकेरी पानीले हल्का कपडामा फिटकेरी पानी उ गरेर सफा गरिदिनु यसको उपचारै त्यही हो के पोटास थाहा नि नभए पोटास ल्याएर खुट्टा सोल्दै पनि हुन्छ